नमस्कार। अब सेयर बजारमा चाहिँ प्रवेश गर्नुभन्दा पहिला हामीले एकदमै राम्रोसँग अध्ययन गरेर मात्र प्रवेश गर्नुपर्दछ। समग्रमा आजको दिनमा बजार हेर्ने हो भने 10.25 अङ्कको चाहिँ गिरावट आएको देख्न सकिन्छ। तर यो गिरावट आउँदा पनि हामीले टप गेनरमा पनि स्टकहरू मजाले एउटा राम्रो नै मुभ देख्न सक्छौँ। जस्तो एसएमएच यो त लो क्याप भयो होइन। अब रिडी, केकेएससी, एचएचएल, जोसी लगायतको स्टकहरूमा भने आज राम्रो नै मुभ आएको हामीले देख्न सक्छौँ। अब समग्रमा भन्दाखेरि चाहिँ 10.25 अङ्कको गिरावट आएर चाहिँ 2698.44मा गएर बजार क्लोज भएको छ। लगभग 2700 भन्दा तल नै गएर बजार क्लोज भएको छ। अब हामीले नर्मल पनि 2680 सम्मको जुन यो गिरावटलाई भने नर्मल नै मान्न सक्छौँ। र यदि त्यहाँबाट घट्छ भने चाहिँ हामीसँग राम्रोसँग भएको प्रफिट भएका स्टकहरूमा भने केही प्रफिट बुक गर्ने अवस्था पनि रहन्छ। तर अहिलेको अवस्थामा प्रफिट बुक गर्नुभन्दा पनि रिइन्ट्री गर्नु अर्थात् केही किता एड गर्नु नै बेस्ट हुन्छ। यदि बजार घटेको अवस्थामा र चुनावको माहौल नहुने यदि त्यो क्यान्सल भएको अवस्थामा भने हामीले प्रफिट बुक गर्न सक्छौँ। जहाँ कि चुनाव हुन्छ भने चाहिँ हामीले केही समय वेट एन्ड सीमा बस्न सकिन्छ। अब बजार घट्दाखेरि भोल्युमले पनि एकदमै राम्रो साथ भोल्युम सहित बजार घटेको छ। त्यो भएको कारणले गर्दा जुन यो 2680को लेभलसम्म भने हामी त्यस्तो आत्तिहाल्नुपर्ने अवस्था छैन। जब 2700बाट चाहिँ अब भोलिको दिनमा अर्थात् आगामी दिनमा भोल्युम सहित बजारले चाहिँ एउटा राम्रोसँग मुभ लिन्छ भने चाहिँ हामीले सर्ट टर्मको लागि तथा मिड टर्मको लागि पनि प्रवेश गर्न सक्छौँ। यदि 2730लाई भोल्युमसहित बजारले ब्रेकआउट गर्छ भनेदेखि चाहिँ हामीले सर्ट टर्मको लागि पनि प्रवेश गर्न सकिने अवस्था हुन्छ। र समग्रमा हेर्दाखेरि चाहिँ आजको दिनमा 85वटा कम्पनी चाहिँ ग्रिन सिग्नलमा क्लोज भएका छन् र 168वटा कम्पनी रेड सिग्नलमा क्लोज भएका छन् र अनचेन्जमा 7वटा रहेको छ। जसमध्ये एडिबिएल, बिएचडिसी, सिएचसिएल, एमएचएनएल, एमपिएफएल, एसएमएच, टमर लगायतको स्टकहरू भनेको आजको दिनमा अनचेन्जमा रहेका छन्। र यस्तै गरेर अहिले हामीले टप गेनर र टप लुजरका स्टकहरू हेर्ने नै छौँ। अब यसमा कस्तो खालको स्टकमा चाहिँ हामी अझ पनि इन्ट्री गर्न सकिन्छ र कस्तो खालको स्टकबाट चाहिँ प्रफिट बुक गर्ने निस्किन सकिन्छ भन्ने अवस्थामा चाहिँ अहिले हामीले जुन यसको अन्तिममा हामीले मजाले हेर्ने नै छौँ। जसमा चाहिँ अब एसएमएच रहेको छ 931.70 अङ्कमा गएर आज क्लोज भएको छ सर्किट हानेर। अब यसमा भने लगभग हामीले प्रफिट बुक गर्न सकिने अवस्था रहेको छ। यसको डिटेल्स हामीले अन्तिममा हेर्नेछौँ। त्यसै गरी रेडी रहेको छ 9.98%को बढोत्तरी आएर 289.90मा गएर क्लोज भएको छ। केकेएससी रहेको छ 276.80मा गएर क्लोज भएको छ सर्किटको लेभलमा नै। र एचएचएल रहेको छ 5.39% को बढोत्तरी आएर चाहिँ 360मा गएर क्लोज भएको छ। यो हरेक स्टकहरूको चाहिँ अहिले हामीले लास्ट आवरमा हेर्ने नै छौँ। र त्यसै गरेर टप लुजरबाट हेर्ने भने केडिएल रहेको छ 8.91%को गिरावट, सिओआरबिएल रहेको छ 8.29%को गिरावट। जुन अब यस्ता स्टकहरूमा चाहिँ यदि घटेर 1500को लेभलसम्म आउँछ, यदि भोलिको दिनमा पनि गिरावट आउँछ भने केही एड गर्न सकिन्छ। त्यसै गरेर एनएबिबिसी रहेको छ 5.64%को गिरावट, एनआइबिएस F2 रहेको छ 5.61%को, युएनएचपिएल रहेको छ 4%को गिरावट। त्यति अब त्यस पछाडि भने एकदमै धेरै घट्ने कम्पनीहरू भने धेरै छैन, त्यही 4%, त्यसपछि भने 3%, 2%को गिरावट हामीले देख्न सक्छौँ। यदि बजार बढ्दाखेरि चाहिँ राम्रो मुभको साथ बजार बढेको छ। र आजको दिनमा टप टर्नओभरबाट हेर्ने भने एसएमएचएल, एकेजेसिएल, रिडी, जुन राजी, एसवाई प्यानल लगायतको स्टकमा चाहिँ हामीले टप टर्नओभर देख्न सकिन्छ। र टप भोल्युमबाट हेर्ने भने रिडी, एकेजेसिएल, एसएमएचएल, एनजिपिएल, केकेएससी लगायतको स्टकबाट देख्न सकिन्छ। र टप ट्रान्जेक्सनबाट हेर्ने भने एसवाई प्यानल, रिडी, केकेएससी, एसएमएचएल, एकेजेसिएल लगायतको स्टकमा देख्न सकिन्छ। अब मार्केट समरी हेर्दाखेरि चाहिँ आजको दिनमा 11 अर्ब 65 करोडभन्दा माथिको भोल्युमसहित आएर चाहिँ बजार क्लोज भएको छ र गिरावटमा क्लोज भयो। यदि पोजिटिभमा क्लोज भइदिएको भए हामीले आजको दिनलाई बेस्ट नै मान्न सक्छौँ। तर बजार दोहोरो अङ्कले घटेर बजार बन्द भएको कारणले गर्दा यदि 2680 सम्म आउँछ भने हामीले वेट एन्ड सीमा बस्नुपर्छ। र टोटल ट्रेड सेयर हेर्ने भने 2,62,36,204 रहेको छ। र टोटल ट्रान्जेक्सन हेर्ने भने चाहिँ
1,11,978 रहेको छ र टोटल स्क्रिप्ट रेट हेर्ने हो भने 330 रहेको छ। अब समग्रमा हामीले चाहिँ जुन यो नेप्से चार्टबाट हेर्दाखेरि चाहिँ 2680 को लेभलसम्ममा आएर यहाँबाट फर्किन्छ भनेदेखि चाहिँ हामीले फेरि पनि केही किता याड गर्न सकिन्छ। अब स्टप लस राम्रोसँग बढेको स्टकहरूमा जुन प्रफिट बुक गर्ने र सपोर्टमा बसेको स्टकहरूमा चाहिँ हामीले फेरि पनि रियाड गर्न सकिन्छ। अहिलेको अवस्थामा त्यस्तो डराइहाल्नुपर्ने अवस्था भने छैन। अब समग्रमा बजार हेर्दाखेरि चाहिँ अब हामीले समग्र आजको दिनमा चाहिँ जुन यो मार्केट समरीबाट अर्थात् अब सब इन्डेक्स हेरौँ। सब इन्डेक्सबाट हेर्ने हो भने चाहिँ आजको दिनमा लगभग बढोत्तरी आएको भनेको इन्भेस्टमेन्टमा हल्का केही 0% अङ्कको बढोत्तरी र अदर सेक्टरमा 10 अङ्कको बढोत्तरी आएको छ। इन्भेस्टमेन्टमा 0.09 अङ्कको बढोत्तरी आएको छ र अदर सेक्टर यो दुईटा मात्र बढोत्तरी आएको छ। अरूमा भने खासै त्यति ठुलो मुभ देखिएको छैन। र तपाईँहरू यदि अब आइपिओ के अरे यो सेयर बजारमा लाग्नुहुन्छ भने चाहिँ तपाईँहरूले यो आइपिओको लागि अवश्य पनि भर्नु नै होला। अहिले होटल फरेस्ट्री लिमिटेड भन्नेमा जुन आइपिओ आएको छ जसमा चाहिँ 33,20,000 किताको लागि चाहिँ आइपिओ खुलेको छ। अब यो पढ्दा पनि एउटा राम्रो नै हुन्छ र होटल फरेस्ट्रीबाट चाहिँ आइपिओ खुलेको छ जसको चाहिँ 2026 2 को महिना 9 तारिकसम्म रहेको छ। र अरू भनेको हामीसँग जुन यो 4वटा आइपिओहरू आउने क्रममा नै छन्। त्यो भएको कारणले गर्दा पनि यो आइपिओहरू भने भर्न नछुटाउनु होला। अर्को एसकेएचएल सुपर खुदी हाइड्रो पावर लिमिटेडको रहेको छ 2026 2/16 देखि 2/22सम्म रहेको छ। र त्यसै गरेर आरआइडिजी रिडिज लाइन इनर्जी लिमिटेड भन्नेको आइपिओ रहेको छ 2026 2/11 देखि 2/16सम्म। यो आइपिओहरू भने तपाईँहरूले भर्न नछुटाउनु होला। र त्यसै गरेर अहिले राइट सेयर भनेको बिएनएससीले चाहिँ जुन यो राइट सेयरको लागि 1:1 राइट सेयरको लागि चाहिँ प्रस्ताव राखिकन पनि पाइपलाइनमा आएर राइट सेयर स्वीकृत भइसकेको छ। अब यसको जुन यो डेटहरू चाहिँ आइसकेपछि हजुरहरूले पनि 1:1 बराबरको राइट सेयर भर्नु होला। र अरूको भनेको त सबैको डेटा क्लोज भइसकेको छ। र अन्य स्टकहरू पनि राइट सेयर आउँदैछ छैन के छ कस्तो छ तपाईँहरूले कुनै पनि स्टकमा प्रवेश गर्नुभन्दा पहिला त्यो स्टकको बारेमा जानेर बुझेर मात्र प्रवेश गर्नु चाहिँ बेस्ट हुन्छ। र आजको दिनमा चाहिँ अब समग्र बजार हेर्ने हो भनेदेखि बजारले केही गिरावट नै ल्याएको छ। र अब बढेको स्टकहरूमा कस्तो खालको बढोत्तरी आएको छ र घटेको स्टकहरू कस्तो खालको स्टकहरूमा चाहिँ घटेको छ भनेर हामीले त्यो स्टकबाट हेरौँ। जस्तो आजको बढोत्तरीमा चाहिँ टप गेनरमा देखिएको एसएमएच सुपरमाई हाइड्रो पावरलाई हेरौँ। अब यसको चाहिँ सुपरमाई हाइड्रो पावरलाई हेर्दाखेरि चाहिँ लगभग यसको अनलकिङ डेट 2026 2 को महिना 16मा रहेको छ। अब अहिले भने 2 को महिना 8 भइसकेको छ। त्यो भएको कारणले गर्दा अब यसको अनलकिङ डेटको लागि चाहिँ जम्मा 8 दिन मात्र बाँकी छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब यसमा न्यू इन्ट्री भने हजुरहरूले नगर्नु होला। यदि हजुरहरूसँग स्टक छ भने बिस्तारै केही % प्रफिट बुक गर्ने अर्थात् प्रफिट बुक गरेर यसको अनलकिङ डेटभन्दा पछाडि नै इन्ट्री गरेको चाहिँ बेस्ट हुन्छ। किनकि यसको अनलकिङ डेटको दिनबाट चाहिँ यो सेयर अर्थात् केही दिन अगाडिबाट यो सेयर अवश्य नै घटेर सपोर्टको लेभलमा आउने नै छ। त्यो भएको कारणले गर्दा तपाईँहरूसँग यदि छ र भोलिको दिनमा पनि बढ्छ भने चाहिँ केही % यसमा प्रफिट बुक गर्नु नै बेस्ट देखिन्छ। अब अन्य स्टकहरूमा भने त अब यसमा तपाईँहरूले फेरि पछि छिर्न सक्नुहुन्छ। यो जुन यो 2026 2/16 भन्दा पछाडि जब यो सपोर्टमा बसेर साइडवेजमा बसेर जब सपोर्टको लेभलमा आउँछ त्यस पछाडि हामीले फेरि पनि यसमा इन्ट्री गर्न सकिन्छ। किन भन्दा अहिले 5,35,000 किता मात्र रहेको छ। र अब यो पछि भनेको प्रमोटर सेयर र लोकल सेयर अनलक भएर आउने भएको कारणले गर्दा यसमा अब बिस्तार प्रफिट बुक गरेर निस्किनु नै बेस्ट हुन्छ। र त्यसै गरेर अर्को आजको दिनमा टप गेनरमा रहेको केकेएससीलाई हेरौँ। अब यसले त राइट सेयर 1:1 राइट सेयर पनि दिएको थियो र त्यो राइट सेयरको लागि पनि बुक क्लोज भइसक्यो। र अहिले पछिल्लो चरण जुन अस्तिको दिनमा पनि सर्किटको लेभल कारोबार भएको छ र आजको दिनमा पनि सर्किटको लेभलमा कारोबार भएको छ। रेसिस्टेन्स एरियामा गएर चाहिँ यो टच भएर बसेको छ। यदि यहाँबाट घट्छ भनेदेखि प्रफिट बुक गर्न सकिने अवस्था रहेको छ। र बढ्छ भने चाहिँ वेट एन्ड सी गर्ने र घट्छ भने चाहिँ हामीले केही % प्रफिट बुक गर्न सकिन्छ। जसको चाहिँ फन्डामेन्टल अवस्था हेर्ने हो भनेदेखि इपिएस -0.47 रहेको छ। डिआइएस इपिएस 0.0
-0.47 रहेको छ। नेटवर्थ हेर्ने हो भने 89.12 रहेको छ। फन्डामेन्टल आधारमा यसलाई ठिकै मान्न सकिन्छ, त्यति बेस्ट पनि होइन र त्यति नराम्रो पनि होइन, जसले चाहिँ राइट सेयर पनि दिइसकेको छ। त्यो भएको कारणले गर्दाखेरि हामीसँग प्रफिट भएको छ र यदि आगामी दिनमा भोलिको दिनमा यहाँबाट घट्न थाल्छ भनेदेखि चाहिँ हामीले केही % प्रफिट बुक गरेर बस्नु नै बेस्ट हुन्छ। आजको दिनमा सर्किट नै लागे तापनि। र अनि आजको दिनमा चाहिँ हामीले अर्को टप गेनरबाट हेर्ने हो भने रिडी रहेको छ, जहाँ कि 9.97% को बढोत्तरी आएको छ। अब एउटा रेसिस्टेन्स एरियामा आएर बसेको छ। यदि फर्किन खोज्छ र केही घट्न खोज्छ भने यसमा पनि हामीले प्रफिट बुक गर्न सक्छौँ र रियाड भनेको सपोर्टको एरियामा नै आएपछि गर्नु बेस्ट हुन्छ। अब फन्डामेन्टल आधारमा हेर्ने हो भने त यसलाई राम्रो नै मान्न सकिन्छ, जसको इपिएस रहेको छ 1.02 रहेको छ, डिआइएस इपिएस 1.02, नेटवर्थ 100.12 रहेको छ। फन्डामेन्टल आधारमा यसलाई ठिकै कम्पनी मान्न सकिन्छ। यसको चाहिँ सेयर बोनस 40% को कारणले गर्दा पनि एउटा राम्रो मुभ आएको चाहिँ हामीले देख्न सक्छौँ। यसले चाहिँ सेयर बोनसहरू एकदमै बेस्ट दिइरहेको छ। तैपनि एउटा राम्रो मुभ आउँछ भनेदेखि हामीले बजार घट्न थाल्छ भने चाहिँ प्रफिट बुक गर्ने र तल सपोर्टमा आउँदाखेरि फेरि न्यू इन्ट्री गर्नु चाहिँ बेस्ट हुन्छ। हाइड्रो पावरबाट हामीले राम्रो कमाउन पनि सक्छौँ। राम्रोसँग जानेर त्यसको स्टकको बारेमा चाहिँ केही ज्ञानहरू लिएर त्यसरी प्रवेश गर्ने हो भनेदेखि अहिले यसको चाहिँ जुन यो बोनस सेयरको कारणले गर्दा एउटा राम्रो मुभ आइरहेको छ। र त्यसै गरेर आजको दिनमा टप गेनरमा रहेको अर्को स्टक हेरौँ, जसमा चाहिँ आज एचएचएल रहेको छ। धेरै लामो समय घटेर चाहिँ एउटा गिरावट आएर साइडवेजमा बसेको स्टकको रूपमा हामीले एचएचएललाई लिन सक्छौँ। अब एचएचएलको चाहिँ हेर्ने हो भने एउटा लामो समय चाहिँ साइडवेज आएर साइडवेज बसेर केही बढ्न थालेको छ र यसको चाहिँ 1:1 राइट सेयरको लागि प्रस्ताव पेश पनि भएको छ। यदि राइट सेयर एप्रुभ भयो भने यसले एउटा नर्मल यो 400 को लेभलसम्म पुग्ने सम्भावना चाहिँ प्रबल नै रहन्छ। त्यो भएको कारणले गर्दा पनि यसमा यदि आगामी दिनमा जुन यो 340 को लेभलसम्म आउँछ भनेदेखि हामीले बिस्तार एड गर्न सक्छौँ। आजको दिनमा टप गेनरमा नै रहे पनि केही सपोर्टको लेभलमा आउँदाखेरि यस्ता स्टकमा भने हामीले मजाले एड गर्न सकिन्छ, जसको फन्डामेन्टल अवस्था रहेको छ। इपिएस रहेको छ 3.23 रहेको छ, डिआइएस इपिएस 3.23 रहेको छ, नेटवर्थ 81.28 रहेको छ। अब यसलाई चाहिँ जम्मा 1.9 करोड किता मात्र रहेको छ। त्यो भएको कारणले गर्दा पनि हाइड्रो पावर सेक्टरबाट जुन यो मिड क्याप कम्पनीको रूपमा हामीले यसलाई हेर्न सक्छौँ र 1:1 को राइट सेयरको सम्भावना प्रबल रहेको कारणले गर्दा एचएचएलमा अझ पनि हामी प्रवेश गर्न सकिने अवस्था देखिएको छ। र त्यसै गरेर त्यो एचएचएल पछि भनेको एमकेएससी रहेको छ, माई खोला हाइड्रो पावर कम्पनी लिमिटेड रहेको छ, जसको चाहिँ हामीले अनलकिङ डेट हेर्ने हो भने 2026 2 को महिना 8 तारिक रहेको छ, जहाँ कि आज चाहिँ यसको अनलकिङ डेट रहेको छ। अनलकिङ डेटको दिन पनि अब यसमा एउटा राम्रो मुभ नै आएको छ। यदि भोलि पर्सि अर्थात् आगामी दिनलाई चाहिँ हेरेर अब एउटा यो सपोर्टको एरियालाई यदि यहाँबाट डाउन जाँदैन 333बाट तल जाँदैन भने चाहिँ हामीले यसमा एड गर्न सक्छौँ, जसको चाहिँ अहिले पब्लिक सेयर 23,52,000 किता 23,52,000 किता रहेको छ र प्रमोटर सेयर 66 लाख किता रहेको छ। लोकल सेयर भनेको 10,08,000 किता रहेको छ। अब यो पनि एडजस्ट भएर चाहिँ यो पब्लिक सेयर टोटलमा आएर बस्छ। त्यस पछाडि भने हामीले केही किता एड गर्न सकिन्छ। यदि यसलाई ब्रेकडाउन गर्यो भने चाहिँ हामीले केही समय वेट एन्ड सी गर्ने, यो जुन यो 330बाट डाउन जान्छ भने वेट एन्ड सी गर्ने केही समय, होइन भने यहाँबाट फर्किन्छ भने चाहिँ हामीले लङ टर्म तथा मिड टर्मको लागि पनि हेर्न सकिने स्टकको रूपमा चाहिँ एमकेएससीलाई देख्न सकिन्छ। यदि आगामी दिनमा पनि केही सपोर्टमा आउँछ भने चाहिँ यसमा एड गर्न सकिन्छ, जसको इपिएस रहेको छ 8.9 रहेको छ र नेटवर्थ हेर्ने हो भने 64.71 रहेको छ र डिआइएस इपिएस हेर्ने हो भने 8.9 रहेको छ। फन्डामेन्टल आधारमा यसलाई ठिकै र राम्रै कम्पनीको रूपमा पनि हेर्न सकिन्छ, जसमा चाहिँ अल्ट्रा लो क्याप कम्पनीहरू बढ्नलाई समय लाग्दैन। अब यदि बजार बढ्दो क्रममा छ र 330 को सपोर्टबाट तल डाउन जाँदैन भने यसमा बिस्तारै केही किता एड गर्न सकिने अवस्था रहेको छ। र त्यसै गरेर जोशी रहेको छ आजको दिनमा टप गेनरमा 0% को बढोत्तरी, 3.96% को बढोत्तरी। अब जोशी हेर्ने हो भने चाहिँ 317 मा गएर आजको दिनमा क्लोज भएको छ। यदि 300 को लेभलसम्ममा आउँछ भने जोशीमा फेरि पनि एड गर्न मिल्छ, जसको पब्लिक सेयर 37,14,000 किता मात्र रहेको छ।
र यसको इपिएस भने -8.55 रहेको छ। डिआइएस इपिएस -8.55, नेटवर्थ रहेको छ 44.42। अब फन्डामेन्टल आधारमा भने यसलाई त्यति बेस्ट मानिँदैन, तर सपोर्टको एरियामा आउँदाखेरि भने यो जुन यो लो क्याप अल्ट्रा लो क्याप स्टक भएको कारणले गर्दा पनि हामीले केही किता केही रिस्कहरू भने लिन सकिने अवस्थामा रहेको छ जोशीमा। र आजको दिनमा टप गेनरमा रहेको स्टकहरूको चाहिँ ब्रोकर एनालाइसिस गरौँ, जसमा चाहिँ एसएमएच रहेको छ। अब 10% बढोत्तरी आएर चाहिँ क्लोज भएको छ एसएमएच। यसको चाहिँ हामीले ब्रोकर एनालाइसिस गर्ने हो भने 54,543 नम्बरको ब्रोकर आज टप होल्डिङमा देखिन्छ र टप बाइङमा 554 र 34 नम्बरको ब्रोकर टप बाइङमा देखिन्छ। र सेलिङबाट हेर्ने हो भने 58, 32, 16, 57ले सेलिङ दिइरहेको छ। अब जुन दिनबाट यो 5 र 54, 34ले सेलिङ दिन थाल्छ त्यस पछाडि भने यसबाट हामीले मजाले निस्किनु नै बेस्ट हुन्छ। र यसको भनेको अनलकिङ डेट पनि एकदमै नजिक भएको कारणले गर्दा केही समय प्रफिट बुक गरेर अब न्यू इन्ट्रीको लागि भने यसमा नगरेको नै राम्रो। र तपाईहरुले जब यो 54 र 5ले सेलिङ दिन थाल्छ त्यस पछाडि मजाले निस्किँदा बेस्ट हुन्छ। त्यसै गरेर रिडीलाई हेरौँ। आजको दिनमा सर्किटको लेभलमा कारोबार गर्न सफल लगभग 9.98% को बढोत्तरी आएर सर्किटको लेभलमा कारोबार गर्न सफल भएको छ, जसमा आजको दिनमा टप होल्डिङ हेर्ने हो भने 58 नम्बरको ब्रोकरको देखिन्छ। र टप बाइङबाट हेर्ने हो भने पनि 58 नम्बरको, 58, 49, 56 नम्बरको ब्रोकर नै देखिन्छ। र टप सेलिङबाट हेर्ने हो भने 58ले सेलिङ दिन थालिसकेको छ। त्यो भएको कारणले गर्दाखेरि जसले बाइङ दिइरहेछ त्यसले सेलिङ पनि दिइरहेछ। यदि भोलिको दिनमा पनि 58बाट सेलिङ आउँछ र बाइङमा चाहिँ केही कमी आउँछ भनेदेखि हामीले यो रिडीलाई पनि केही पर्सेन्ट अर्थात् प्रफिट बुक गरेर चाहिँ अर्को स्टकतिर हामीले चेन्ज हुन सकिने अवस्था रहेको छ। रिडीमा चाहिँ 58ले सेलिङ पनि दिन थालिसकेको छ। अब यस्तो अवस्थामा भने केही पर्सेन्ट प्रफिट बुक गर्न पनि सकिन्छ। त्यसै गरेर केकेएससी को हेरौँ। आजको दिनमा सर्किट लाग्न सफल 9.97% को बढोत्तरी आएर चाहिँ सर्किट लाग्न सफल भएको छ केकेएससी। अब यसको चाहिँ 46, 38 र 26 नम्बरको ब्रोकर टप होल्डिङमा देखिन्छ। र टप बाइङमा भने 58, 46, 38 र 42 नम्बरको ब्रोकर टप बाइङमा देखिन्छ। र सेलिङमा भनेको 33, 34, 58 नम्बरको ब्रोकर देखिन्छ। आजको दिनमा 58 नम्बरको ब्रोकर टप बाइङमा पनि छ र टप सेलिङमा पनि छ। त्यो भएको कारणले गर्दाखेरि पनि र यस्तो एउटा राम्रो बढिसकेको कारणले गर्दा पनि यस स्टकमा पनि केही पर्सेन्ट चाहिँ हामीले प्रफिट बुक गर्न सकिने अवस्था रहेको छ, अरूको तुलनामा राम्रोसँग बढिसकेको कारणले गर्दाखेरि। अब रिडीको चाहिँ जुन हामीले यो टेक्निकल चार्टबाट हेरौँ। मैले अघि पनि भनि नै सकेको छु, एउटा राम्रो मुभ आएर रेसिस्टेन्स एरिया टच गरेर बसेको कारणले गर्दा केही पर्सेन्ट केही प्रफिट बुक गरेर चाहिँ बस्न सकिने अवस्था भने रिडीमा पनि रहेको छ। र त्यसै गरेर आजको दिनमा त्यस पछाडिको टप गेनर भनेको एचएचएल। त्यस पछाडिको टप गेनरमा एचएचएल रहेको छ। अब एचएचएलमा भने राइट सेयरको लागि पनि प्रस्ताव पेश भएको कारणले गर्दा यसमा अहिले त्यति आत्तिहाल्नु पर्ने अवस्था छैन। र टप होल्डिङ भनेको 58 र 42, 34 नम्बरको ब्रोकरबाट देखिन्छ। टप बाइङ पनि टप बाइङ हेर्ने हो भने 58, 49, 57 नम्बरको ब्रोकरबाट देखिन्छ। र टप सेलिङ हेर्ने हो भने 40, 41, 47, 26 नम्बरको ब्रोकरबाट देखिन्छ। अब जब 58ले 58, 49 र 57, 42 यो ब्रोकरहरूले चाहिँ सेलिङ दिन थाल्दैन तबसम्म यसमा एचएचएलमा डराइहाल्नु पर्ने अवस्था भने छैन। अब यसको चाहिँ जुन हामीले फन्डामेन्टल टेक्निकल चार्टबाट हेर्ने हो भने पनि एउटा सपोर्टको एरियाबाट भर बढ्न खोजेको छ। नर्मल आजको दिनमा पनि एउटा माथिल्लो लेभलमा नै लगभग 377 सम्म पुगेर 375 सम्म पुगेर चाहिँ बजाएर फर्किएको छ। अब यसमा बढोत्तरी आउने सम्भावना अझ रहेको कारणले गर्दाखेरि केही समय वेट एन्ड सीमा बस्ने, जब एउटा राम्रो मुभ आउँछ त्यस पछाडि भने निस्किने गर्न सकिन्छ। तर अहिलेलाई नै यसमा निस्किहाल्नु पर्ने अवस्था भने छैन, किन भन्दा राइट सेयरको लागि पनि प्रस्ताव पेश छ र अरूको तुलनामा कम बढेको कारणले गर्दा पनि यसमा अहिले डराएर निस्किहाल्नु पर्ने अवस्था भने छैन।
र त्यसै गरेर आजको दिनमा चाहिँ हामीले अब टप लुजरबाट हेरौँ टप लुजरको अवस्था कस्तो रहेको छ कुन कुनले चाहिँ आजको दिनमा टप लुजर गरेको छन्। सिओआरबिएल आजको दिनमा टप लुजरमा हामीले देख्न सक्छौँ 9.53%को गिरावट आएको छ। अब सिओआरबिएल हेर्ने हो भने कोअपरेटिभ डेभलपमेन्ट ब्याङ्क लिमिटेड रहेको छ। अब जसको चाहिँ पब्लिक सेयर 15,75,000 किता र प्रमोटर सेयर 36,75,000 किता रहेको छ। अब एउटा राम्रो बढोत्तरी आइसकेर फेरि पनि गिरावट आएको छ। यदि भोलिको दिनमा पनि गिरावट आउँछ र सपोर्टको लेभलमा आउँछ, यदि 1500 देखि 1600को लेभलसम्ममा भोलिको दिनमा पनि केही झर्छ भने चाहिँ यसमा हामीले केही रिस्क लिन सकिन्छ। जसको इपिएस रहेको छ 4.94 रहेको छ, डिआइएस इपिएस -9.02 रहेको छ, नेटवर्थ हेर्ने भने 169.83 रहेको छ। अब यसमा फन्डामेन्टल आधारमा ठिकै मान्न सकिन्छ। जसको चाहिँ क्यास बोनस 0.26% र सेयर बोनस 5% गरेर टोटल बोनस 5.26% रहेको छ। अब यस्ता स्टकहरुमा भने सपोर्टको लेभलमा हामीले केही किता एड गर्न सक्छौँ, जसलाई चाहिँ हामीले डेभलपमेन्ट ब्याङ्कबाट लो क्याप कम्पनीको रूपमा हेर्न सकिन्छ। यदि भोलिको दिनमा पनि घट्छ र 1600को लेभलसम्ममा आउँछ भनेदेखि हामीले बिस्तारै बजारको माहौल हेरेर केही किता भने एड गर्न सकिने अवस्था रहेको छ सिओआरबिएलमा। अब सिओआरबिएलको चाहिँ आजको दिनमा जुन हामीले ब्रोकर एनालाइसिस हेर्ने हो भने 8.29%ले घटेको छ। 57, 58 र 34 नम्बरको ब्रोकर टप होल्डिङमा देखिन्छ र बाइङमा पनि 57, 58, 34 नम्बरको ब्रोकर टप बाइङमा देखिन्छ। टप सेलिङबाट हेर्ने भने 28 नम्बरको ब्रोकरले टप सेलिङ दिन थालिरहेको छ। अब यदि भोलिको दिनमा अर्थात् आगामी दिनमा पनि यो 57, 58ले बाइङ दिन्छ भनेदेखि सिओआरबिएलमा केही रिस्क हामीले बिस्तारै लिन सक्छौँ। यदि आगामी दिनमा पनि केही गिरावट आउँछ भनेदेखि यस्ता स्टकहरुमा भने के अरे एड गर्नलाई त्यस्तो डराइहाल्नुपर्ने अवस्था भने हुँदैन। र त्यसै गरेर अर्को टप लुजरबाट हेरौँ। अर्को स्टक रहेको छ केडिएल 8.24%को गिरावट आएको छ। अब यसमा भने पछिल्लो चरण एउटा राम्रो मुभ पनि आएको थियो, राम्रो बढेको थियो, त्यो कारणले गर्दा घटेको छ। जुन यो रेसिस्टेन्स एरिया टच गरेर फर्केको स्टकहरुमा अहिले नै प्रवेश नगरिहालेको राम्रो। अब यसमा भनेको लगभग 35% को बढोत्तरी आइसकेको कारणले गर्दा अहिले गिरावट आएको छ। र यसको चाहिँ अब अनलकिङ डेट 2026 1/31 मा यो अनलकिङ पनि भइसकेको छ। जसको पब्लिक सेयर 10,80,000 किता र प्रमोटर सेयर 48 लाख किता र लोकल सेयर 1,20,000 किता रहेको छ। अब यसमा भनेको न्यू इन्ट्रीको लागि सपोर्टको एरिया कुरेर बस्नु नै बेस्ट हुन्छ। अहिले त्यस्तो आत्ति नै हाल्ने अनलकिङ डेट पनि भर सकेको छ। अब यो जुन यो प्रमोटरहरुको सेलिङ आउन सक्ने सम्भावना प्रबल रहेको छ केडिएलमा चाहिँ। जसको चाहिँ इपिएस हेर्ने हो भने 3.97 रहेको छ, डिआइएस इपिएस 3.97, नेटवर्थ 107.3 छ रहेको छ, क्यास बोनस 0.2 छ, बोनस सेयर 5। मैले यसको बारेमा अघि पनि हेरिसकेँ। अब यसमा केही पर्सेन्ट प्रफिट बुक गर्नु नै बेस्ट हुन्छ। आज घटे नै पनि अझ पनि न्यू इन्ट्री गर्ने बेला भने यसमा भइसकेको छैन। र त्यसै गरेर यस पछाडिको हामीले टप लुजरबाट नै हेरौँ। अहिले हामीले टप गेनरबाट हेरिसकेका छौँ। अब एनएबिबिसी रहेको छ। एनएबिबिसी राम्रोसँग बढेर बसेको स्टक हो। अब यसमा केही गिरावट आउनु ठुलो कुरो होइन। फन्डामेन्टल त्यति गतिलो छैन। पब्लिक सेयर जम्मा 14,34,000, प्रमोटर सेयर 35 लाख किता रहेको छ। 1:1 राइट सेयर यसले दिइसकेको छ र एउटा राम्रो मुभ आइसकेको छ। अब यस्ता स्टकहरुबाट भने प्रफिट बुक गर्ने र अर्को स्टकमा चाहिँ हामीले सिफ्ट हुन सक्छौँ। राम्रोसँग बढेको स्टकमा जुनसुकै स्टकमा पनि प्रफिट बुक गरेर नबढेको स्टकहरुमा चाहिँ जान सकिने अवस्था हुन्छ। बढ्दा पनि अझ बढ्ने ठाउँ नभएको चाहिँ होइन। लो क्याप स्टकहरुमा खेलाडी छिर्छन् तर पनि प्रफिट भइसकेपछि फन्डामेन्टल त्यति गतिलो छैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ हजुरहरु आफैले विचार गर्नुहोला। र त्यसै गरेर अर्को हामीले टप लुजरबाट हेर्ने हो भने चाहिँ NIBSF2 रहेको छ, UNHPL रहेको छ 4.4% को गिरावट। अरु त्यति हामीले ठुलो गिरावटको रूपमा हेर्न सक्दैनौँ। आजको दिनमा पनि केही बजारमा मुभ भनेको चाहिँ हाइड्रो पावर सेक्टरमा नै आउँछ कि जस्तो भइरहेछ। त्यो भएर राम्रो जुन यो मिड क्याप तथा लो क्याप तथा मिड क्याप र हाई क्याप कम्पनीहरु पनि यदि फन्डामेन्टल राम्रो छ भनेदेखि हामी प्रवेश गर्न सकिने अवस्थामा रहेको छौँ। अहिलेको अवस्था हेरेर हाई क्याप हाइड्रो पावरहरुमा पनि एउटा राम्रो मुभ आइरहेको छ।
यस्तै गरेर हजुरहरूलाई पनि कुनै पनि स्टकको बारेमा जिज्ञासा तथा प्रतिक्रिया भएदेखि कमेन्ट बक्समा कमेन्ट छोडिदिनु होला र यो अहिले जुन यो खुलिरहेको आइपिओहरू चाहिँ भर्नु होला भन्दै म आजलाई बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।